साथीहरु यो चाहिँ भिडियो ब्लग हो मेरो रातिको हाम्रो गाउँमा जुन चाहिँ राइजको देउसी खेल्नु गएको थियौं त्यो टाइमको भिडियो गाइस। बहुत जना पनि सँगै छन् र हामीहरुको चाहिँ यस्तै हाम्रो गाउँमा यसरी खेला हुन्छ। तपाईहरुको गाउँमा कस्तो के हुन्छ कमेन्टमा जरुर भन्नु होला साथीहरु। र यही हो दशैं चाडबाड भनेको यसरी नाचागाना गरेर खेल्नुपर्छ हैन। नभए फेरि चाडबाडमा अब नाचागाना गरेर खेलेन भने घरमा गएर खेलिएन भने हामीहरुको चाडबाड हाम्रो आउने पीडितहरूले बिर्सिन सक्छन्। त्यही भनेको चाहिँ हाम्रो धेरै साल भयो जबसम्म जहिलेबाट मैले जानेको तबबाट चाहिँ हाम्रो माने घरमै गएर हामी देउसी भैली खेलेर हाम्रो त्योहारमा चाहिँ राइजको देउसी भैली खेल्छौं हैन। र त्यही भनेर चाहिँ हेर्न सक्नुहुन्छ यहाँ सानो सानो नानीहरूले पनि यहाँ साथीहरू भान्जाहरू सबैजना हामी सबै साथीभाइहरू मिलेर चाहिँ यहाँ हामी देउसी खेलेर र चाडबाडको जुन चाहिँ चाडबाड आउँछ एकै बार आउँछ हैन, सालमा एकै बार आउँछ त्यही मनाउँदै रमाउँदै गरेर चाहिँ हामी खेल्न गएका थियौं हैन साथीहरू। यसको डान्स चाहिँ हेर्न सक्नुहुन्छ खतरनाक डान्स दिन्छ यो चाहिँ राघव डान्स हुन्छ नि त्यो भन्दा खतरनाक डान्स दिन्छ यो एउटा दाइ चाहिँ। र हामीहरुको यहाँ सबैजना अब अहिले नाचागाना चलिरहेछ साथीहरू। यहाँ हेर्नुस् अब हाम्रो साथीहरू नाचेको डान्स पनि हेर्न सक्नुहुन्छ साथीहरू। हेर्नुस् गाइसहरु हजुर नाच्न र साथीहरू यो चाहिँ हामीहरुको गाउँमा यसरी नै आशिक दिन्छु हेर्न सक्नुहुन्छ। देउसी भैली खेलेको बादमा चाहिँ यो हाम्रो आशिक दिने नियम हो हेर्न सक्नुहुन्छ साथीहरू। सबैजना देउसी भैली रमाइलो गरेर यसपालिको चाडबाड यस्तै हेर्न सक्नुहुन्छ साथीहरू। सबैजना मिलेर चाहिँ आशिक दिँदैछौँ। सबैजना गाउँकै दाजुभाइहरू दिदीबहिनीहरू भाउजूहरू काका बडाबडी भएर सबैजना आउनुभएको छ हेर्नुहोस् न। भाइ बहिनीहरू सबैजना आएको छ हेर्न सक्नुहुन्छ गाइस। यस्तै हाम्रो हो गाउँको चाहिँ यस्तै हो देउसी भैलीको आशिक। र साथीहरू यसरी हाम्रो चाडबाड त्यसरी रमाइलो गरेर मनाउनु पर्छ र दशैं त्योहार वर्षमा एकबार आउने चाडबाड हो। यसलाई चाहिँ राम्रो खुसी मनले सबैजना राइज दाजुभाइ सबैजना मिलेर चाहिँ देउसी भैली खेल्नुपर्छ। र यस्तै भिडियो यो एउटा यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद छ। अनि तपाईहरुको गाउँमा कसरी खेल्नुहुन्छ र कमेन्ट गर्नु नभुल्नु होला अरु कहाँबाट हेर्नुहुन्छ साथीहरू। यो चाहिँ एउटा मेमोरी जस्तो सेभ हुन्छ भनेर चाहिँ मैले यो भिडियो गरेर राखेको र धन्यवाद छ सबैजनालाई यहाँसम्म भिडियो हेर्नुभएकोलाई। थ्याङ्क यू सो मच फर वाचिङ र सब्स्क्राइब गर्नु होला मेरो च्यानल युट्युब च्यानल राजीव नेवार छ। थ्याङ्क यू।